एल क्लासिको रियल म्याड्रिड भर्सेस बार्सिलोनाको यो अक्टोबर 26 मा हुँदैछ र यो म्याच चाहिँ अब आजको 24 भयो, अबको 2 दिनपछि हुनेछ। र किनभने अबको यो रियल म्याड्रिड भर्सेस बार्साको अहिलेको रिसेन्ट फर्मको कुरा गर्नुपर्दा रियल म्याड्रिड एकदमै अलि अगाडि देखिएको छ, किनभने ला लिगाको उसमा पनि टप अफ द टेबलमा छ र बार्सिलोना 2 पोइन्टले अगाडि छ भने बार्साको चाहिँ केही अब प्लेयरहरू एकदमै इन्जुर्ड भएर होइन, एकदमै अलि अनलकी र यस्तो देखिरहेछ। बार्साको प्लेयरहरू चाहिँ अलि मेन प्लेयरहरू जस्तै लेभान्डोस्की, डोर्मिगल, राफिनाहरू, यिनीहरू गाबी अनि फेरि इन्जुर्ड भएर चाहिँ अलिकति प्रब्लम भइरहेछ होइन रियल बार्सालाई चाहिँ। र रियल म्याड्रिडको अन द पेपर वाइ हेर्ने हो भने रियल म्याड्रिडको टिम स्ट्रङ छ, किनभने र मैले एउटा बार्साको फ्यान भयो, बार्सालाई भनेर म भन्नु भने पेपर वाइ हेर्ने हो भने रियल म्याड्रिडको टिम एकदमै स्ट्रङ छ, किनभने उनीहरूको एट्याकिङ थर्डदेखि लिएर मिडफिल्ड एरिया, गोलकिपर र डिफेन्सको हरेक पार्टमा उनीहरूको एकदमै स्ट्रङ देखिन्छ। किनभने पोहोरको सिजन पनि योभन्दा नि बार्साभन्दा नि रियल म्याड्रिड नै स्ट्रङ थियो, किनभने पोहोरको सिजनमा नि एउटा ट्याक्टिकल वाइ र उसको भाइ जितेको थियो भने। र यसपालि चाहिँ बार्सालाई इन्जुर्डले चाहिँ एकदमै प्रब्लम बनाएको छ। इन्जुर्डले त्यही मेन प्लेयर राफिना इन्जुर्ड छ होइन, लेभान्डोस्की इन्जुर्ड र त्यसै गोलकिपर जोन गार्सिया इन्जुर्ड, एकदमै ह्यान्सिफ्लिकले रेड कार्ड खाएको छ। एकदमै अब यो रियल क्लासिकोमा चाहिँ के हुन्छ, बार्सालाई चाहिँ एकदमै प्रब्लम देखाएको छ। र त्यो भन्दैमा बार्साले एल क्लासिकोमा रियल म्याड्रिडसँग नै डोमिनेटै भएर खेल्छ भन्ने होइन। र योभन्दाको पहिलाको सिजनमा पनि देखिएको थियो र बार्साभन्दा रियल म्याड्रिड एकदमै अन द पेपर वाइ हेर्ने हो भने र उनीहरूको उसको वाइ हेर्ने हो भने पनि बार्साभन्दा रियल म्याड्रिड नै माथि देखिएको थियो। र यो सिजन पनि अब यो सिजन झन् रियल म्याड्रिड एकदमै स्ट्रङ भएर आएको छ। र एट्याकिङमा भिनी, बापे र एकदमै नयाँ स्ट्राइकरहरू आएका छन्। र डिफेन्डर्स वाइ हेर्ने हो भने रियल म्याड्रिडमा नि राइट ब्याकहरू एकदमै इन्जुर्ड छन् र तर त्यो देखिँदैन। रियल म्याड्रिडसँग बेन्च एकदम डह्रो छ। र बार्सामा चाहिँ किनभने मेन अब राफिना छैन, लामिन यामाल छ, रासफोर्ड छ, रुनी बर्दानी छ र फेरन टोरेस पनि इन्जुर्ड छ। र यो एल क्लासिकोमा फर्किने सम्भावना चाहिँ छ भन्ने जस्तो कुरा सुनेको छु। एकदमै बबाल म्याच हुनेछ यो म्याच चाहिँ हेर्दैन एकदमै होइन। र मैले एउटा बार्साको सपोर्ट भन्नुपर्दा यो गेम चाहिँ एकदम 50-50 हुन्छ, किनभने 50-50 हुन्छ। र यो कुनै फर्मको कुरा हुँदैन, केहीको कुरा हुँदैन। र यहाँ टाइटलको लागि पनि, टाइटल रेसको लागि पनि हो यो गेम। किन रियल म्याड्रिडले जित्यो भने 5 पोइन्टले अगाडि बढ्छ र बार्साले जित्यो भने रियल म्याड्रिडलाई 1 पोइन्टले पछाडि छोड्छ। एकदमै यो कुनै फर्मसँगको केही कुरा हुँदैन। बार्सा पनि त्यति कमजोर चाहिँ छैन है, त्यति कमजोर छैन। ब्याकअप प्लेयरहरू छ होइन, राफिना आउने सम्भावना छ, राफिना आउने एकदमै सम्भावना छ। र एकदमै यो गेम चाहिँ अक्टोबर 26 मा हुनेछ र रातिको 10 बजे एकदमै इन्जोय गर्नु होला। र यो गेम 50-50 चान्स देख्छु र म बार्साको साइडमा पनि चान्स देख्छु है। रियल म्याड्रिडको टिम स्ट्रङ भए पनि अस्तिको जुभेन्टससँगको गेमबाट नि अलिकति केही कुराहरूमा ल्याकअप छ है रियल म्याड्रिडको पनि।